हेलो गाइस नमस्ते हैन हजुरलाई स्वागत छ मेरो भ्लगमा मेरो युट्युब च्यानलमा हैन आज चाहिँ हामी दुईटा बाइक र चारजनाको टिम मिलेर चाहिँ हामी आज लप्चीमा जाँदै छौं दोलखा जिल्ला बिउ गाउँपालिका लप्ची भन्ने ठाउँमा वार्ड नम्बर 1 पर्छ अहिले अलि बर्खाको कारणले गर्दा बाटोहरु अलि अवरोध गतिमा भइरहेको छ तैपनि तपाईहरुलाई म मेरो भ्लग अब A to Z तपाईको देखि तपाई लप्चीसम्म म देखाउने छु तबसम्मलाई मेरो भिडियो अन्तिमसम्म हेर्नु होला त्यही हो लाइक कमेन्ट शेयर पनि गरिदिनु होला तपाईहरुलाई म मनोरञ्जन भिडियोको अन्तिमसम्मै रहनु होला थ्यांक यू सो मच थिएन त्यो स्लो भएर त लड्यो त नि बाहिर औजी उजाड्नु सेर हो के त्यसको लागि हेड बाल्ला मुजी हेड यो त अनि यार केही नदेखेर त अन्धकार जोगार चला न बट्ट आनन्दले विस्तार छुन्नु भनेको देखेन निस्क्यो अब गाडीमा त लास्ट टाइम लाग्छ यार रोड स्पिड कुदाउन सक्दैन न सालो हैन के डाउन गर्न इच्छा म त टिकाला तल बाइक सम्म देखे त यार ठ्याक्क गर्थ्यो होला इस्टा भन्दा काट्यो त्यतिकै राडी सर त्यतिकै हावा दल्न पाउला तरिकाले
छैन फेरि छ होला नि कहाँ सबै बबाल चाहिँ कुना हेर दामीले यो चाहिँ मलाई बबाल मन पऱ्यो ल कहाँ फलाट त माथि लप्ची गरेर जानुपर्छ नि जाँटा कहाँ फलाट यहाँ हो त नि
गाइस तपाईँहरू झुक्किन सक्नुहुन्छ होइन। यहाँ चाहिँ दुईवटा बाटो छ। दुईवटा बाटोमा चाहिँ एउटा सिधा जाने बाटो लप्ची भइहाल्यो, अनि उँधो जाने बाटो चाहिँ तपाईँको हाइड्रोपावर जाने बाटो रहेछ। अनि अहिले हामीले सोध्यौँ, यसमा चाहिँ तपाईँहरू कन्फ्युज हुनु होला भनेर छोटो क्लिप बनाएको छु। कति पुगेको छ घरमा जाँदा? 360 थियो त अघि हेर्दाखेरि। 360 होइन त? दामकै सोह्र पनि छ। दुइटै हो। खोला तिरै तिर उकालेर भिरै भिर। अन्तखेरि बन्द भयो है। 6 बल्दैछ। बुढा होला, बोर्डर पास कार नम्बर 03 मात्रै हो। नासा हो यो, नासा हाइड्रोपावर हो यो। ए छैन तपाईँले के देखाउनु। हजुर नाम भन्नु नि। शशि लामा। यहाँबाट चाहिँ माथिल्लोपट्टि बाटो हो गाइड, तलपट्टि चाहिँ हाइड्रोपावर जाने बाटो रहेछ। यो माथिको चाहिँ लप्ची जाने बाटो भन्नुभयो हाम्रो गाडीदारहरूले। हाइड्रोपावरको काम भइरहेको रहेछ यहाँ चाहिँ। आर्मीमै छ क्या मुलाहरू। त्यहाँ टिप्पर साइड दिए देखेन। टिप्पर आउँदै है त्यस्तो मुजिक बाइक हल्लाएर क्यामेरा हल्लाउँदो रहेछ के मुजिक हो। देउरे साइकल गरिजानु भने झ्याप्प रोकिदिन्छ होइन।
57% आइसक्यो लास्टै चार्ज छिटो खान्छ क्या हिँड्न अलि दाजु लप्ची जाने यता सिधा हो लप्ची ओके थ्याङ्क यू ओहो भिज्यो है तेरेमा चिक्ने कति हो चाहिँ गाडी घोडा नै मुभी यार हाम्रो के नेपालीले हो भन्दै थियो सानोमा हाइमाको केटाहरू नसोच्ने ताल्नु लड्यो है सोच्दै नसोच्दै मुझी उता गाडी आउला बिस्तारै नि आइहाल्यो नि कहाँ जानु तिमी काठो बनाउँछ यता जाडो महिना फेरि अनि
हाइड्रो पावर यता रहेछ है थाहा भयो यहाँ जाडो महिनामा त सबै आताहरू मात्रै बस्छ होला माछाहरू है होइन त चिप्लो याट्टा ढिलै ल लप्ची हाइड्रो पनि छ क्या बन्दै गरेको गाडी गराउनु है रात परिन्छ गाडीहरू त्यो चाहिँ यता बिग्रेर फटाएर बसेर बसिहाल्छ कस्तो जाने ठाउँमा चाहिँ है यस्तो बस्छ यो त क्रसर रहेछ कि कस्तो जाने ठाउँमा जानको टेन्सन न हामीले यता आयो भने है काम चाहिँ सिक्नु पऱ्यो इन्डियातिर पुरै त्यो सुनखानीहरू त्यो बनाएर दिएको ए सिधा रहेछ सिधा जाने बाटो त्यत्रो त सानो कहाँ हुन्छ बाटो यही हो त मुसी हाइडो राम्रो हुन्छ कति यहाँ त्यहाँ माथि गोठतिर खाएर त मैले थाहा भइगयो नि है हेलो गाइज हेर्नु भन्दैन साजिदाहरू यहीँ गएछ यहाँ होइन जहाँ सबै त्यहाँ लाने यस्तो ल भइसक्यो पनि खेल्दो केटाहरूले तेरो अहिले तेरो पनि त्यस्तो हुन्छ क्या तातेपछि तान्दै तान्दैन होइन त्यस्तो जाने गरी के हो क्या लप्ची भने बबल छ त बे सौरी गोठहरू यो ग्याङहरू
ठिक छ ओके बाइकको समस्याको कारण अलिअलि कालो माटो रहेछ चिप्लो कारणले अलिअलि हिँड्नु पनि पर्यो होइन चलाउने साथीहरू अगाडि एक्लै पठाइदिने हामी एक्लै हिँड्ने होइन गाइज बाइकलाई चाहिँ बिचो हुँदैछ गाई चाहिँ हिलो होइन तल राखेर हुँदैछ अब के भन्छ जबरजस्ती ल्याइहालेँ के गर्नु अब यही हो यी पार खोला ठुलो भएको कारणले अब उता रोडबाट नगइकन बाइक पनि यतैबाट आउने कुरा भएर पुलहरू कटिङ खोला ठुलो रहेछ चिसो छ मेरो बाइक यार मेरो बाइक यार गयो क्या मेरो बाइक यार हालत त खराब हो त होटलहरू सुरु हुँदैछ गाइस टक्क होइन पछिको लागि अब रोड पिसिस भइसकेपछि राम्रो हुँदैछ लगभग बाइकको गन्तव्य चाहिँ यहीँसम्म रहेछ गाइस होइन यहाँबाट उता अब हामी माथि अब रोड नगएको ठाउँमा जानुपर्ने भएर त्यसपछि यो मेरो बाइकको हालत बाटो त बर्खा कारणले भएर यस्तै हो बिचमा चाहिँ गाई चल्यो होइन बाटो खन्दैछ टनक्क लाएर यस्तै ब्रेकर लाएर केटाहरू हिँड्दैछन् म पनि हिँड्दैछु बाटो तपाईँहरूले बाइक ल्याउने साथीहरूले चाहिँ तल होटल एउटा होटल नयाँ होटल बन्दैछ त्यही होटलमा राखे बेस्ट हुन्छ थ्याङ्क यू के अरे रोडको अवरोध गति हुँदाखेरि तपाईँको यसो हिँड्नुपर्छ जङ्गलमै अलिअलि वहाँ यस्तो फुल फुलेको कि गाइज के भन्नु तपाईँहरूलाई होइन हरेर बाँच्न फुल त्यस्तै फुलेको गाइज होइन हेर्नुहोस् हामी चाहिँ लप्ची कुन ठाउँ आइपुग्यो अरे लप्ची झरनाहरू निकै धेरै नै देख्न पाइन्छ हामी दोलखा जिल्ला लगभग छिरेपछि अब हामी यो मूल बाटो आइपुगेछ गाइज रमाइलो छ होइन यात्री हो बाइकमा हिँड्नु भन्दा पनि बरु पैदल हिँड्नुमा राम्रो उचित हुन्छ डाँडाकाँडा हरियाली पैदल यात्री पनि राम्रै छ गाइस हिँड्नलाई पनि बाटो बहुत राम्रो छ लगभग हामी लप्ची आइपुग्न लागिसक्यो गाइस यो चाहिँ हिमाली भेगको गोठ खड्का भनिन्छ गाइस होइन ढकमक्क पहाड सुकुन त्यसरी मिल्छ गाइस घर बसेर नमिल्दो रहेछ भन्ने यहाँ आएर थाहा भयो ढकमक्क सागहरू फलेर रहेछ गाइस होइन साग त होइन होला कि यो के झार होला कहिले आयो मदन हिजो आएको कस्तो रहेछ त बाटो एकदम ठिक छ यार एकदम अनि खाना बस्न के छ खाना बस्न माहलको मन एकदम राम्रो छ तपाईँको चाहिँ ठिक छैन रे बस्ने व्यवस्था बस्ने राम्रो छ हो ल ल धन्यवाद तपाईँलाई
दामी पुल बनाएको रहेछ गाइस होइन खोला तर्न चाहिँ। यात्रा सुरु हुँदैछ भर जिन्दगीको होइन। सुकुन हस् थ्याङ्क यू। यसरी चाहिँ राम्रो देखाइन्छ गाइज मैले भ्यूहरू होइन। मलाई मनपर्ने चाहिँ लेखको यो घ्याङहरू एकदम मनपर्छ गाइज। यस्तो यस्तो छ यी। अब लप्ची त निकै टाढै रहेछ नि हिँड्ने पनि होइन गाइज। हरियाली छ जे होस् होइन नेचुरल देखिरहेको छ टक्क। नेचुरल छ हरियाली होइन घुम्नलाई सुकुन भइरहेछ आनन्द आइरहेछ होइन गाइज। तपाईँहरू पनि आउनु होला घुम्नलाई लप्ची। डाँडा काँडा पहाड देखेर चाहिँ मलाई साह्रै लोभ लाग्यो क्या। अब लगभग लप्चीको लास्ट पुल जस्तो लागिरहेछ मलाई यहाँ पुलको रहेछ गाइज खोलामा। अलि हिँड्न गाह्रो हुँदो रहेछ। साथीहरू रमाइलो गरिरहेछ ठिकै छ गर्नुपर्छ होइन। फाइनल गाइज पर अलिअलि देखिरहेको लप्ची गाउँ हो। यहाँ गुम्बाहरू पनि देखिरहेछ। हामी लगभग लप्ची आइपुगिसकेका छौँ। तपाईँहरूले हेरेर इन्जोय लिनु होला। थ्याङ्क यू। लप्ची एकदम राम्रो देखिरहेछ गाइज। यहाँबाट सुन्दर दृश्य देखिरहेछ। लप्ची है गाइज लप्ची। चल्यो यो चाहिँ हाम्रो देउराली रहेछ गाइज। लप्ची भिलेज आइपुग्यो गाइज हामी टक्क। क्या दामी यार भिरमा गुम्बा होइन बजार। मन्जुश्री त देख्यो भने होइन माथि लाप्ची खान पाइन्छ कि भनेर हाम्रो लप्ची भिलेज घुमघाम हुँदैछ गाइज। हामी यहाँ घुमघाम गरेर मात्रै माथि चाइना बोर्डर जाने हो। अहिले हामी यो लप्ची भिलेज घुमघाम गर्ने हामी तर्खरमा छौँ गाइज। गुम्बा प्रवेश साँझ 7 बजेपछि गुम्बा परिसरभित्र पस्नु होला भन्नुभएको छ। मानेकोमा गुम्बा छ गाइज होइन। तासी त्यसले मेमे तपाईँ शेर्पा हो? शेर्पा म तामाङ हो। तामाङ हजुर। म यही दोलखाकै हो। दोलखाकै हस् ओके। हामी अब चिया खान प्रवेश गर्दैछौँ गाइजभित्र। तासी हामी यहाँ चिया खाएर जाने गाइज मिल्छ। हेलो गाइज हामी चाहिँ अहिले टक्क चिया खाँदैछौँ लप्ची भिलेज आइपुगेर चिया खाँदैछौँ टक्क। किचनहरू छन् किचनहरू राम्रो रहेछ। मान्छेहरू यहाँको मान्छेहरू एकदम राम्रो रहेछ। बोली स्वभावहरू होइन एकदम राम्रो गरिरहेछ हामीलाई। खाना पनि खाना अर्डर दिएका छौँ। अहिले चिया दिनु भएको अनि अहिले हामी खाना खाने क्रममा छौँ। तपाईँहरूलाई भिडियो निरन्तर दिँदैछौँ हजुरहरूले। सकेसम्म तपाईँहरू चाहिँ अब खाजा झोलामै बोकेर आउनु बेस्ट हुने रहेछ। बाटोमा भोक लाग्ने रहेछ होइन हिँड्न नसक्ने लेकमा त्यही त हो नि। ल गाइज हाम्रो चाहिँ अब खाना सुरु भयो। यहाँ गुम्बामा टक्क खाना दिनुभएको हाम्रो जोजोले दिनुभएको अनि टक्क हामीले चाहिँ अब यहाँ खाना खाइरहेछौँ।
जङ्गलभित्र गुम्बा ढुङ्गाको फेदतिर अनि त्यसपछि पहाडको फेदतिर गुम्बाहरू रमाइलो स्वर्ग देखिन्छ हैन कति राम्रो डाँडा स्वर्ग देखिन्छ गाइज हैन घर बसेर स्वर्ग लप्ची गुम्बा गाइज यहाँबाट राम्रो सिन देखिरहेछ यहाँ चाहिँ चौडीको चोप्पेको हो कि चौडीको सिङहरू पारेको राख्नु भएको रहेछ ती राम्रोसँग हैन एउटा भुइँमा पनि झरेको रहेछ यो मेरो खासमा यो गोप्रो क्यामेरा जुमिङ गर्न नमिल्ने भएर यो पहाडको गुम्बाहरू चाहिँ खासै राम्रो देखिरहेको छैन होला हजुरहरूले त्यसको लागि म क्षमा चाहन्छौँ हाम्रो उहाँको नाम चाहिँ चक्के भन्नुहुन्छ होला हैन हेलो माई फ्रेन्ड लगभग अब लप्ची भिलेज फेरि लप्ची भिलेज आइपुग्नु लाग्यो यो चाहिँ खासमा मेन लप्ची यहाँ रहेछ लप्चीको सिन आउँदैछ गाइज हिँडै जो चम्किरहेछ अलिक गाह्रै हुँदो रहेछ हिँड्नलाई गाइज होइन दर्शक महानुभावहरू रहरले बनाएको भ्लग हो हेरिदिनु होला ए यता पनि जोत्दो रहेछ नि त बारीहरू त नेपाल या सरकारलाई कुनै मतलब छैन होइन हाम्रो नेपाल यति सुन्दर छ यति राम्रो छ पहाड चट्टान त्यस्तै घरहरू त्यस्तो बबाल होइन सरसफाइ चिटिक्क लप्ची एकदम सुन्दर ठाउँ रहेछ गाइज होइन साह्रै राम्रो लाग्यो मलाई तपाईँहरूलाई पनि पक्कै अवश्य लाग्नु सक्छ तपाईँहरू पनि एकचोटि जसरी हुन्छ घुम्नलाई आउनु होला हाम्रो दोलखा जिल्लाको अन्तिम बोर्डर लगभग भन्दै नि भयो लप्ची लगभग बस्ती ठुलो नै रहेछ हाम्रो लप्ची हामी दोलखा जिल्लाको भए पनि लगभग अहिलेसम्म आइपुगेको थिएनौँ सुन्न चाहिँ अब खबरमा अब थाहै भएको तर आउन चाहिँ नपाएको हुनाले भ्यू राम्रो छ गाइज होइन अच्छा म त्यति साह्रो कालो छैन ल सर्ट भिडियो हाल्नु नि दादा एकदम राम्रो लाग्यो गाउँ बस्ती सहर त्यसमा हाम्रो यो तिजकुले भन्ने एउटा छ मधिसे हेरोस् न यार सबैजनाले वाउ दामी छ प्लेस छैन ठाउँ के गर्नु थियो यहीँ मजाले बस्नुहोस् त हुन्छ नि के गर्नु थियो अब फर्किने त हो होइन आएपछि गाइज तर राम्रो छ ठाउँ यार आनन्द लिउँ जस्तो हाई हाई सुकुन घोडाहरू चलिरहेछ गाइज दर्शक महानुभावहरू तपाईँहरूलाई मैले यति राम्रो दृश्य देखाएको छु भने तपाईँहरूलाई एक लाइट कमेन्ट हान्नु चाहिँ जरुरी छ है त एउटा शेयर अनि सब्स्क्राइब पनि गुड हजुरहरूको 10 शेयरले हाम्रो च्यानलको ग्रोथ हुन्छ भने गरिदिनुहोस् हजुरहरूले गर्न सक्नुहुन्छ नातमा देखेँ लप्चीको दृश्य गाइज यहाँबाट एकदम राम्रो देखिने रहेछ बादल रहेछ वरिपरि पहाड मलाई चाहिँ यही ठाउँमै राम्रो लाग्यो गाइज होइन त्यही राम्रो दृश्य देखिरहेको यार आँखाले अवलोकन गर्दा पनि
आँखामै नबिच्ला जस्तो क्या आँखामा राख्दा पनि सत्यजुगमा पहिला पहिरो झरेको थियो होला यसरी टक्क होइन आनन्दको कस्तो बिरालो ठाउँ गाइज होइन हाम्रो तासी दादा चाहिँ सुनपाती धुबी टिप्दै हुनुहुन्छ हामी लप्चीबाट निकै माथि आइसक्यौँ अनि यो के हो एउटा साइरन पनि रहेछ लगभग हामी दोलखा जिल्लाको लगभग अन्तिम सीमा क्षेत्रमा आइपुगिसक्यौँ हामी सुनपाती अनि त्यसपछि यही डाँडापारी चाहिँ लगभग हामी चाइना बोर्डर रहेछ हामी चाहिँ गाइज होइन दोलखा जिल्लाको त्यो चुचो देख्नुहुन्छ नि तपाईँहरूले जुन त्यसको चाहिँ लगभग हामी टुप्पोमै लगभग आइपुगिसक्यौँ अब योभन्दा माथि चाहिँ नजानु भन्ने कुरा गर्नुभएको थियो एसिस क्यामेराबाट देख्छ अरे चाइनिजहरूले गन चलाउन पनि सक्छ भन्ने कुरा गर्नुभयो अब हाम्रो अन्तिम गन्तव्य यतैसम्म होला जस्तो छ गाइज होइन योभन्दा माथि त अब के अब चाइना पुग्नु पऱ्यो नभए त अब तर लप्चीबाट हिँड्दा पनि यहाँसम्म आउन पनि कालको मुखबाट फुस्किएर आस्ते हुँदो रहेछ होइन हिँड्न गाह्रो हो तपाईँको होइन कष्टै सास आउने रहेछ त्यही हो अब तपाईँहरू पनि आउनु होला अलिक कष्ट चाहिँ हुने रहेछ हिँड्नको लागि लेखमा आइसकेपछि अलिक हिँड्न नसक्ने रहेछ अरू त सबै अलराइटै हो गाइज अन्तिम भ्यू गाइज यो होइन योभन्दा माथि चाहिँ खासै नजाँदो रहेछ हामी पनि र अरू हाम्रो पर्यटक साथीहरू पनि नजाने रहेछ र अप्ठ्यारो डाँडा कट्ने बित्तिकै चाइना आउनु रहेछ हामी दोलखा जिल्लाको लगभग अन्तिम सीमा नै रहेछ यो डाँडा कटेपछि लगभग चाइना जोडिने रहेछ रमाइलो छ ठाउँ चाहिँ होइन स्वर्गमा आएको जस्तै हुने रहेछ होइन स्वर्ग आयो जस्तो हुने रहेछ यो ठाउँमा आउँदाखेरि चाहिँ तपाईँको अलिकति हिँड्नलाई गाह्रो अरू सब अल राइट यो यहाँबाट जाने चाहिँ पहाडी अघि एकजना मान्छे भारी बोकेर आउँदै हुनुहुन्थ्यो यहाँबाट चाहिँ ठ्याक्कै बजार जाने बाटो रहेछ पहाडी तपाईँ यात्रा कस्तो भएको छ दोस्त मलाई एकदम लभली मजा आइरह थ्याङ्क यू तपाईँलाई अनि सर हजुरलाई मभन्दा धेरै थाक्ने मान्छेले चाहिँ ब्लग खिचिरहेको छ मलाई खुसी त्यति लाग्यो सबभन्दा लास्टमा हुन्थ्यो यसलाई थियो म थर्डसम्म भने चाहिँ अहिले चाहिँ फुल फुलेर अलि लगभग सकिसकेको छ क्या छैन बोकी फुल फुलेर तर धेरै रमाइलो गऱ्यौँ गाइज होइन धेरै अब सुकुन लियौँ ओके गाइज फाइनली अब भिडियो अन्तिम भइसकेको छ होइन तपाईँहरूलाई मैले सकेसम्म सक्दो होइन बनाएको छौँ होइन भिडियो तपाईँहरूलाई मैले देखाएको छौँ गन्तव्यमा आइपुग्यो त्यही खुसी लागेको छ अनि तपाईँहरूलाई मैले यो भिडियो देखाएको छौँ हेरिदिनु होला चिसो छ तैपनि यहाँ खुसीले तातो भएको छ होइन त्यसपछि अब भिडियोको अन्तिम चरणमा छौँ हामी मेरो भिडियो कस्तो लाग्यो होइन बाइकमा हिँड्दाखेरि हल्लियो होला गोप्रो क्यामेरालाई चार्जमा पनि साथ नदिने भएकोले तपाईँहरूले पनि अब भिडियोलाई राम्रै मानिदिनु होला र नेपालीको वर्ल्ड कप गाइज पोर्चुगल जित्छ यो फेरि एउटा तिस्कुले भने चाहिँ अलिक खराबै छ यो होइन साथी हो तर एकदम बेस्ट फ्रेन्ड हो मेरो फेरि होइन माई फ्रेन्ड गाइतन्डे हो ऊ चाहिँ त्यसपछि यहाँ हाम्रो टासी दादा हुनुहुन्छ होइन हामी चारजना छौँ एकजना चाहिँ अलिकति सिकिस्तै भएको कारणले पर सुतिरहेछ ओके गाइज थ्याङ्क यू वाचिङ फर माई भिडियो होइन लास्टसम्म हेरिदिनु भएकोमा धन्यवाद हजुरहरूलाई हजुरहरूको माया र सपोर्ट सधैँ भयो मेरो लागि छ